कुनै पनि व्यक्तिले दैनिक रूपमा यदि राम्रो ह्याबिटहरू बिल्डअप गर्यो भने, जस्तो छिटो उठ्ने, एक्सर्साइज गर्ने, बुक पढ्ने अनि प्रोक्रास्टिनेसन नगर्ने हो भने ओभर अ पिरियड अफ टाइम त्यसको इफेक्ट कस्तो हुन्छ म तपाईँलाई एउटा सिम्पल फिगरबाट देखाउँछु। रिसर्चले के देखाउँछ भने 95% अफ पिपलले मेडियोकर लाइफ बाँच्छन्, एभरेज लाइफ बाँच्छन्, उनीहरूले त्यति धेरै प्रगति गर्दैनन् भन्ने छ है। र यदि त्यहाँबाट तपाईँ अलग हुन चाहनुहुन्छ भने तपाईँले राम्रो ह्याबिटहरू फलो गर्नु पऱ्यो है। बिहानमा छिटो उठ्नु पऱ्यो, बुक पढ्नु पऱ्यो, एक्सर्साइज गर्नु पऱ्यो, आफ्नो सेल्फ कनेक्सनलाई बिल्डअप गर्नु पऱ्यो, इम्पावर गर्नु पऱ्यो होइन। अनि प्रोक्रास्टिनेसन गर्नु भएन, आज गर्नुपर्ने काम आजै गर्नु पऱ्यो, राइट टाइममा राइट डिरेक्सन दिनु पऱ्यो। त्यो भयो भने सेम फेजमा भएको तपाईँ र 95% अफ अदर पिपल इन द वर्ल्डमा बिस्तारै प्रोग्रेस डिफ्रेन्ट हुँदै हुँदै जान्छ है। अहिले सुरुमा एउटै फेजमा भयो जस्तो लाग्यो भने 1 वर्षमै थोरै डिफ्रेन्स हुन्छ, 2 वर्षमा डिफ्रेन्स हुन्छ, 3 वर्षमा डिफ्रेन्स हुन्छ, 4 वर्षमा डिफ्रेन्स हुन्छ, 5 वर्षमा, 6 वर्षमा गर्दा गर्दै त्यो लिनियर ग्रोथ र एक्सपोनेन्सियल ग्रोथको टेन्डेन्सी यति धेरै हुन्छ कि तपाईँ धेरै माथि पुगिसक्नुहुन्छ, अरू मान्छेहरू लिनियर नै ग्रोथमा तल नै बसिरहन्छ। सो दिस इज कल्ड द पावर अफ पोजिटिभ ह्याबिट्स है।